गुड मर्निङ माई युट्युब फ्यामिली। आज चाहिँ मैले नयाँ डिस लिएर आएको छु। यो चाहिँ भुटानको नेसनल डिस अनि यसको नाम चाहिँ केवा दाची। यो चाहिँ आलु काटेर बोइल गरेको जस्तै हो है। अनि माथिदेखि तेल हालिदिएर स्वाद अनुसार नमक अनि आलु बिना पनि अरू चिजको पनि बन्छ बन्न त, तर म चाहिँ आलुको बनाउँदैछु। अनि आफ्नो पसन्दको भेजिस हालेको। यसमा चाहिँ टमाटर अनि बिन्स अनि हरियो खोर्सानी अनि अदरक र लसुन कुटेर, मलाई चाहिँ यति नै भेजिटेबल मनपर्छ र यति नै हालेको। तपाईँहरू हाल्न सक्नुहुन्छ, तपाईँलाई जे मनपर्छ त्यही हाल्न सक्नुहुन्छ। अनि यो चाहिँ उम्ल्यो। अब यसमा चाहिँ माथिदेखि धनियाँ हालिदिनु पऱ्यो। धनियाँ चाहिँ हाल्न नबिर्सनु, यसको फ्लेभर चाहिँ राम्रो आउँछ यसमा। मजाले धनियाँ हालिदिएर अनि यसको मेन इन्ग्रिडियन्ट भनेको चाहिँ अब केवा दाचीको मेन इन्ग्रिडियन्ट भनेको चाहिँ चिज हो। यो चाहिँ हाल्नलाई नबिर्सिनु, धेरै पनि नहाल्नु, दुईवटा स्लाइस हाल्दा हुन्छ मजाले पाक्नको लागि, किनकि चिज नै हो यसको मेन इन्ग्रिडियन्ट चाहिँ। अनि अब यसलाई चाहिँ एकछिन ढाकेर 2-3 मतलब उबाल आउनलाई छोडिदिनु ढाकेर उम्लिनको लागि। अनि अब चाहिँ यो चाहिँ मेरो केवा दाची चाहिँ पाकेर रेडी भयो। हेर्नु है कस्तो चिजी चिजी देखेछ। हेर्दा चाहिँ अब यस्तो कलर यस्तो भए पनि खानलाई चाहिँ यस्तो A1 छ। हजुरहरू बनाएर ट्राई गर्नु होला। लु चाहिँ म चाहिँ खान थालेँ है।